लामो तिम्रो गालामै खाइछु एकछिन अरे रेडी गर्नु पर्यो नि जसले पनि त्यसले लगाएको भन्दा फेरि लापा पर्छ त्यो झन् त्यसो त कहाँ मिल्छ हामी सोरसार पारौँ लगिहाल्छ अरे नै बोकेर कुदाम न हामी नभए ठुला हातले त फेरि धेरै लान्छ नि सानो हात हुनेलाई ठगिने रोजीको आरीको दिलो नपरोस् अहिले त है तिमीलाई त्यही भाडाले हाल्ने दिदीले फेरि पक्का निकाल्ने भन्छ थारे पाइन भन बेर पनि छैन है बेर पनि छैन सुटिरहेको लागि साह्रो भइगयो अन्त नाकमा झन्नै आयो चुच्चो नाकमा ढाप्चो झन्डै भयो खोइ नपुग्ने भयो पुगेन भने तिमीलाई नै हुन्छ सोह्रवटा भयो 8 जना होइन यत्रो यत्रो डल्ला देखाएको छ त बजारमा चाहिँ यहाँ चाहिँ कत्रो यत्रो डल्ला हुन्छ तिमीलाई अहिले हैरान हुन्छ गोमा दिदी भन्छ यस्तो छतमा चढेर फेरि गोमा दिदीले अलिकति ध्यान लान्छे भन्छ आफै भने कन्सियस साबुनको डल्ला साथीहरू चाहिएमा सम्पर्क राख्नु होला 1000 पिस बनाइसकेको छ 1000 पिस बनाएको छैन 1000 पिस बनाएको छ चाहिएमा सम्पर्क गर्नु होला राम्रो छ लुगा त्यस्तो कालो मैला भएको लुगा धुनुपर्छ एकदम सेतो हजुर के भन्नु पर्छ आँगनमा बनाउनु पर्थ्यो सबैजना के त उहाँ भएन के गर्नु त हजुर यहाँ भएको भए भइहाल्छ नि होइन गर्नु त त्यहाँ ल भयो कि अब लोक छोडिदिनु आरीको दाम माग्नु पर्यो दिनु पर्यो भने यो त यो हाल त भरेको दाम एउटा डल्लो आउँछ अब यसलाई फेरि के गर्ने लु बाँधिएन त बाँचिएन त तपाईँले गर्न